जय नेपाल। नेपाली सुरक्षा युट्युब च्यानल हेरेर बस्नुभएको सम्पूर्ण दर्शक श्रोताहरूमा मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु। यदि तपाईँ नेपाली सुरक्षा सङ्गठनमा प्रवेश गरेर देश र जनताको सेवा गर्न चाहनुहुन्छ भने यो च्यानल पक्कै पनि तपाईँहरूको सफलताको बाटो हुनसक्छ। तसर्थ यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया आजै नेपाली सुरक्षा नामक युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। साथै लाइक, सेयर र आफ्नो महत्त्वपूर्ण कमेन्ट पनि छोड्न नबिर्सनुहोला। आजको भिडियो ती व्यक्तिहरूको लागि स्पेसल छ जुन भर्खरै मिति 2082 वैशाख 6 गते नेपाल प्रहरीको लिखित दिएर नतिजाको पर्खाइमा बस्नुभएको छ। परीक्षाफल कहिले प्रकाशित हुन्छ त? हरेक परीक्षार्थीको चासोको विषय हो, कुतूहलताको विषय हो। अनि लिखितमा पास हुने चान्स कतिको छ त भन्ने विषयमा केन्द्रित रहेर आजको यस भिडियो बनाइएको छु। तसर्थ भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। सर्वप्रथम आजको पहिलो विषय, लिखितको नतिजा कहिले प्रकाशित गर्दछ? दर्शकवृन्द, नेपाल प्रहरीको लिखित परीक्षा सञ्चालन गर्ने र लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने सम्पूर्ण अधिकार लोकसेवा आयोगको हो। तसर्थ लोकसेवा आयोगले ठ्याक्कै यति नै गते लिखित नतिजाको प्रकाशित गर्छ, लिखितको नतिजा प्रकाशित गर्छ भनेर भन्न सकिँदैन। विगतमा भएका परीक्षा र ती परीक्षाका नतिजा प्रकाशितबाट भने हामीले अवश्य पनि यतिखेर लिखित परीक्षाको नतिजा प्रकाशित गर्छ भनेर आकलन भने हामीले अवश्य गर्न सक्छौँ। विज्ञापन नम्बर 2077-78मा भएको 77को फागुनमा भएको परीक्षाको आकलन गर्ने भने 2078को असारको लास्टमा नतिजा प्रकाशित गरेको थियो। त्यहाँ करिब 36,700 जनाले परीक्षा दिएका थिए भने तैपनि करिब 5 महिना जुन 2077को फागुनमा परीक्षा भयो र 2078को असारको लास्टमा परीक्षाको नतिजा निकाले। करिब 5 महिनापछि मात्र परीक्षा निकालेको परीक्षाफल प्रकाशित गरिएको थियो। त्यहाँ करिब 36,700 जना परीक्षार्थी सहभागी भएका थिए। त्यसै गरी विज्ञापन नम्बर 2080-81लाई हेर्ने भनेपछि त्यहाँ असारको लास्ट अथवा असारको 29 गते परीक्षा सञ्चालन गरिएको थियो। त्यस परीक्षामा करिब 15,600 परीक्षार्थी सहभागी भएका थिए भने परीक्षा लगभग 4 महिनापछि अर्थात् परीक्षा मङ्सिरमा प्रकाशित गरिएको थियो। करिब 4 महिना लागेको थियो। त्यहाँ हामीले यस आकलनबाट के थाहा पाउन सक्छौँ भने लोकसेवाले करिब 4 देखि 5 महिनाभित्र अवश्य जति धेरै परीक्षार्थी भए तापनि नतिजा प्रकाशित गरेर छाड्छ। अब अहिलेको कुरा गरौँ हामीले। अहिलेको विज्ञापन नम्बर 2081-82को जुन अस्ति भर्खर 2082 वैशाख 6 गते तपाईँहरूले परीक्षा दिएर बस्नुभएको छ। त्यहाँ अल नेपालभरि करिब 17,100 बराबरको परीक्षार्थी सहभागी हुनुभएको थियो। लिखित परीक्षासम्म आइपुग्दा करिब 17,100 जना परीक्षार्थीले परीक्षा दिनुभएको। त्यस परीक्षाको नतिजा प्रकाशन कहिले हुन्छ त भन्दा हामीले विगतको आकलनहरू हेर्दा करिब 4 देखि 5 महिना अर्थात् वैशाखमा परीक्षा भयो भने तपाईँको छिटोमा श्रावण, ढिलोमा भदौ भनेपछि श्रावणको 15 देखि भदौको 15सम्म नतिजा प्रकाशन गर्ने एकदमै बढी सम्भावना रहेको छ। यसमा पनि हामीले सिधै भन्ने भनेपछि श्रावणको 28 देखि भदौको 7 गतेसम्म तपाईँहरूको नतिजा पक्कै पनि आउँछ। यस विषयलाई निहालेर हेर्ने भनेपछि तपाईँहरूलाई दसैँभन्दा अगाडि नै सम्पूर्ण इन्टरभ्यूदेखि लिएर नियुक्तिसम्म दसैँभन्दा अगाडि नै गरिसक्छ र दसैँपछि तपाईँहरू तालिममा पर्ने गरी तपाईँलाई बनाएको हुन्छ। अब आजको अर्को टपिकतर्फ जाउँ। अब लागौँ अर्को टपिक अथवा लिखित पास हुने चान्स कतिको छ त? दर्शकवृन्द, यस डाटालाई आकलन गरेर हेर्ने भने अहिले पनि कम्पिटिसन एकदम हाई छ।
करिब 1165 जना तपाईँहरूलाई माग गरिएको छ भनेपछि त्यहाँ परीक्षा दिने 17,000 भन्दा पनि बढी नै छन्। तसर्थ यहाँ दातालाई आकलन गर्ने भनेपछि कम्पिटिसन एकदमै हाई छ। जम्मा मागेको सङ्ख्या 1165 जना छ भने लिखित परीक्षा दिनेको सङ्ख्या करिब 17,000 भन्दा पनि बढी छ। यसलाई अध्ययन गर्दा परीक्षा दिनेको हरेक 15 जनामध्ये 1 जना नियुक्तिको लागि सिफारिस हुन्छ। तसर्थ यस हाई कम्पिटिसनमा भन्नुपर्दा हरेक विषयमा करिब खुल्लाबाट नियुक्तिको लागि सिफारिस हुनको लागि तपाईँले 60+ ल्याउनै पर्ने हुन्छ र आरक्षणमा सिफारिस हुनको लागि 50+ अङ्क ल्याउनै पर्ने हुन्छ, त्यो पनि हरेक विषयमा। यसबिचमा कतै नेपाल प्रहरीले कोटा सङ्ख्या थप गर्न पनि सक्छ। विगतको केही वर्षदेखि लिखित परीक्षाको नतिजा प्रकाशन हुनुभन्दा अगाडि नै कोटा सङ्ख्या थप गर्दै आइरहेको छ। यस वर्ष पनि यसो गर्यो भने तपाईँहरूलाई नाम निकाल्न अझै धेरै सम्भावना बलियो हुन्छ। त्यसैले मेरो नाम निस्कने सम्भावना छ है। मैले परीक्षामा राम्रै गरेको छु। करिब मेरो 50देखि 60 50 क्रस भइसकेको छ भने 50 क्रस भएको छ भन्ने व्यक्तिले अन्तर्वार्ताको तयारी गर्दै गर्दा पनि हुन्छ। अन्तर्वार्ता कसरी तयारी गर्ने, के तयारी गर्ने भन्ने विषयमा आवश्यक पर्छ भने कृपया कमेन्टमा लेखिदिनु होला। मैले त्यसको बारेमा पनि भिडियो बनाउने छु। आजको भिडियो यहाँलाई कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला। साथै नेपाली सुरक्षा च्यानललाई यहाँले सब्सक्राइब गरिदिनु होला, लाइक सेयर गरेर माया पनि गरिदिनु होला भन्दै आजको भिडियोलाई यही अन्त्य गर्न चाहन्छु।